नमस्कार, तपाईँले हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानल सिएल अनलाइन मिडिया। आज हामीले तपाईँहरूका लागि यही वैशाख 15 देखि 20 गते भित्रमा खुल्ने प्राथमिक तहको विज्ञापन बारेमा हामीले 15 जिल्लाको थप दरबन्दी सहित कोटा लिएर आएका छौँ र तपाईँलाई अनलाइन एक्जाम गर्न चाहनुहुन्छ भने हामीले आजदेखि तपाईँ हिजोदेखि सुरु गरिसकेका जोइन कार्यक्रम होइन। तपाईँ जोडिन चाहनुहुन्छ भने आजदेखि 30 गते भित्रमा तपाईँ जोडिन चाहनुहुन्छ भने निमाविको परीक्षासम्म प्रावि र निमावि अनलाइन एक्जाम सञ्चालन भएको छ। निमाविको परीक्षासम्मको लागि जेठ 15 गतेसम्मको लागि मात्र रु 500 मा प्रावि र निमावि अनलाइन एक्जाम गर्न सक्नुहुनेछ। निमावि माध्यमिक तहमा हामीले 80% पहिलो पत्रमा उत्तीर्ण गराउन सफल भएका छौँ भने तपाईँहरू जोडिन चाहनुहुन्छ भने मात्रै तपाईँलाई निमावि र प्राविको लागि है मात्रै 500 रुपियाँ निमावि जेठ 15 गतेसम्मको लागि तपाईँ जोडिन सक्नुहुनेछ। हाम्रो मोबाइल नम्बर 98 493 10 709 बालाजु काठमाडौँ। अब हामी सुरु गर्छौँ तपाईँहरूलाई कोटाको बारेमा कति रहेको छ। यसै गरी हामी 15वटा जिल्लामा रहेका छौँ र 13 थुममा साबिकको 61वटा कोटा थियो, जसमध्ये 7 प्लस गरी 67 खुल्ने भएको छ। यसै गरी झापामा 88 प्लस 12 बराबर 100, यसै गरी पाँचथरमा 25, यसै गरी सुनसरीमा 50 प्लस 7 56, धनुषामा 90 प्लस 15 105, यसै गरी महोत्तरीमा 52 प्लस 58, यसै गरी काभ्रेपलाञ्चोकमा 49 प्लस 11 110। तपाईँ जोडिन चाहनुहुन्छ भने निमावि तहको अनलाइन एक्जाम र प्राथमिक तहसम्मको लागि तपाईँ निमावि तहको जोडिन चाहनुहुन्छ भने जेठ 15 गते र प्राथमिक तहको लागि पनि जोडिन चाहनुहुन्छ भने तपाईँ जेठ 15 सम्मको लागि मात्र रु 500। अहिले हामीले केही दिनका लागि छुट गरेका छौँ, नत्र भने हाम्रो मासिक रु 800 रुपियाँ लाग्नेछ। र तपाईँ जोडिन चाहनुहुन्छ भने कृपया जोडिनु होला। हामीले हिजो भर्खरै हामीले सूचना राखेका थियौँ 300 जना साथीहरू जोडिसक्नु भएको छ र तपाईँहरू जोडिन चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 98 493 10 709 बालाजु काठमाडौँ। हामीले प्रत्येक वर्ष प्रावि निमावि र माध्यमिक तहको अनलाइन परीक्षा सञ्चालन गरिरहेका छौँ भने त्यहाँबाट धेरै प्रश्नहरू पार्न पनि सफल भइरहेका छौँ। जोडिन चाहनुहुन्छ भने 98 493 10 709 बालाजु काठमाडौँ। मात्र रु 500 मा आजदेखि 30 गते भित्रमा, यही चैत्र 30 गते भित्रमा जोडिनु होला। र वैशाख 1 गतेदेखि अनलाइन परीक्षा दैनिक साँझ 6 बजे र त्यसको उत्तर कि राति 10 बजे र नतिजा भने तपाईँले 50वटा प्रश्न सब्मिट गर्दा बित्तिकै तुरुन्तै तपाईँको मोबाइलमा देखाउनेछ। तुरुन्तै तपाईँहरू जोडिन सक्नुहुनेछ। हामी काभ्रेमा 49 प्लस 11 भनेका थियौँ, 110 रहेको छ भने यसै गरी चितवनमा 87 प्लस 10 बराबर 97 कोटा रहेको छ। यसै गरी गोर्खामा 22 साबिकको थियो भने अहिले 5 कोटा थप हुनेछ। यसै गरी मजाले गर्दाखेरि त्यहाँमा चाहिँ 27 कोटा रहेको छ। यसै गरी हाम्रो कास्कीमा 81 कोटा साबिकको रहेको छ र साबिक भन्नाले जुन भर्खरै दरबन्दी कायम गरेको छ रिक्त दरबन्दी, त्यसमा प्लस गरेर फेरि साबिक भनेको पुरानो रहेको होइन नि। फेरि साथीहरूले त्यति एकदमै बुझ्नु होला सबैले। 81 प्लस 5 रहेको छ 86 कोटा। यसै गरी धादिङमा 40 प्लस 7 47, यसै लमजुङमा 13, यसै गरी पर्सामा 26, यसै गरी नुवाकोटमा 32 रहेको छ। अझै 2-4वटा बाँकी छन् साथीहरू, हामी तपाईँलाई जानकारी गराउँदैछौँ। तपाईँ जोडिन चाहनुहुन्छ भने निमावि तहका लागि त मजाले सपोर्ट मिल्छ साथीहरू र प्राविलाई पनि धेरै सपोर्ट मिल्छ। तपाईँले 2 महिनासम्म मजाले 500 मा गर्न सक्नुहुनेछ। त्यही भएर मजाले जोडिनु होला साथीहरू। वैशाख 1 गतेदेखि हामी सुरु गर्दैछौँ। मात्रै 500 मा निमावि र प्राविका लागि अनलाइन एक्जाम हामीले सञ्चालन गर्दैछौँ। तपाईँहरू मजासँग जोडिन सक्नुहुनेछ र तपाईँले ई-सेवा मार्फत पे गर्नुपर्ने हुन्छ। र तपाईँ जोडिन चाहनुहुन्छ भने पहिला हामीलाई सम्पर्क गर्नुहोला 98 493 10 709 बालाजु काठमाडौँमा हुन्छ। अब हामी तपाईँका लागि अब अर्को एउटा जिल्ला रहेको छ, एउटा जो हामी नुवाकोटको भनिसकेका छौँ 27 प्लस 5 गरेर 32 भएको छ भने अन्तिममा रहेको छ 15औं नम्बरमा रसुवा रहेको छ। रसुवाको 4 प्लस 6 10 कोटा रहेको छ। र तपाईँ कुन जिल्लामा हुनुहुन्छ र कुन जिल्लाबाट आवेदन दिन चाहनुहुन्छ र तपाईँको जिल्ला आएन भने कृपया कमेन्ट छोड्नुहोला। भोलिको दिनमा तपाईँको जिल्लाको पनि हामीले विवरण